welcome to City Skyline 2. आजको एपिसोडमा हामी पहिला जस्तो तपाईँले मैले मेरो बालेन सिटी बनाएको थिएँ। त्यसमा मैले काठमाडौँ भ्याली एड गरेको छु र मेरो काठमाडौँ भ्यालीमा विन्टर सुरु भइसकेको छ र विन्टर सुरु हुन साथै काठमाडौँ भ्याली एकदम दामी देखिन थालिसकेको छ गाइज। त्यसैले आउनुसँगै यसो भिडियो हेरेर रमाइलो गरौँ अनि प्लिज लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला नबिर्सिकन अहिले गरिहाल्नु ल। Okay guys, let's get to the game. Alright, welcome to the game guys. Welcome to the game. म यहाँ अस्ति हिजो धेरै भयो मैले भिडियो सिडियो नहालेको यहाँ, तर म अफलाइन चाहिँ हल्का खेलिरहेको थिएँ होइन। अफलाइन खेल्दा मैले मेरो सिटीमा एउटा नयाँ बस्ती एड गरेको छु जसको नाम चाहिँ काठमाडौँ भ्याली। दामी बस्ती मैले यहाँ बनाएको छु होइन। मलाई चाहिँ एकदम दामी ब्युटिफुल लागेको छ र सँगसँगै हाम्रो सिटीको फर्स्ट विन्टर पनि सुरु भइसकेको छ होइन। यो सिटीको फर्स्ट विन्टर हो। दामी सेतो जताततै सेतो देखिन्छ हेर्नु, दामी छ के हो। ल म मेरो बस्तीको हल्का टुर गरौँ है त। पहिला यो एउटा सानो आइल्यान्ड चाहिँ मैले बनाएको छु होइन। आइल्यान्ड पहिल्यै थियो, त्यसमा मैले बस्ती बनाएको छु जहाँ चाहिँ तपाईँको यो चाहिँ यो मेन यो बाटो भयो होइन। यो पुरै बाटो चाहिँ जसको नाम चाहिँ मैले चक्रपथ राखेको छु गाइज। भनेको त कहाँ गयो चक्रपथ। ल मैले नामै चेन्ज गरिदिन्छु यार, सरी गाइज, म अहिले नाम चेन्ज गरिदिन्छु। यो बाटो चाहिँ चक्रपथ है। के भएछ यो क्र्याकर भएछ चक्रपथ ल गाइस। यसको बाटो चाहिँ चक्रपथ यो पुरै होइन जहाँ चाहिँ गाडी गुड्छ होइन। तर त्यहाँबाट भित्र न्यू रोडको बाटोमा जाँदाखेरि चाहिँ यो न्यू रोड है। यो बस्तीको नाम चाहिँ न्यू रोडै भनौँ न। बस्ती त काठमाडौँ भ्याली भयो, तर यहाँ भित्रको बाटोहरू चाहिँ न्यू रोड यताउतिहरू छ। त्यसमा चाहिँ पुरै पैदल यात्रा मात्र हो। यहाँ भित्र चाहिँ गाडी लिएर जान पाइँदैन, जुन चाहिँ म बालेनबाट प्रभावित भएर यहाँ मैले बालेनबाट इन्सपायर भएर होइन बनाउन खोजेको हो। यहाँ चाहिँ गाडी साडी लिएर जान नपाए, गाडी लिएर जान नपाए भन्नाले फेरि जस्तो पुलिस एम्बुलेन्सहरू चाहिँ लिएर जान पाइन्छ होइन। डेलिभरी भ्यानहरू त्यस्तोहरू चाहिँ लिएर जान पाइन्छ। मान्छेले आफ्नो गाडीहरू चाहिँ लिएर जान पाइँदैन। स्कुलको प्यारेन्ट्सहरूले यताउति त्यो बच्चा सच्चा छोड्नु आउनलाई यताउति चाहिँ लिएर आउँछन् होइन। अरू चाहिँ लिएर जानु पाउँदैन है त। ल अनि त्यसपछि गएर मैले मेरो सिटीमा चाहिँ यो बस्तीमा चाहिँ एउटा स्केट पार्क राखेको छु जहाँ चाहिँ बच्चाहरू अलिअलि छन्। तर यिनीहरू तर पार्कको ल के गरे बस्ने ल। यहाँ त पुरै होमलेसहरू आएर बसेको छन् के हो। यो त भएन नि त यार। ल क्याम्प फायरको लागि पनि यिनीहरूलाई यसो गरिदिएको छु होइन। जहाँ चाहिँ यिनीहरूले क्याम्प फायर चाहिँ उतापट्टि बसेर गएर चाहिँ यहाँ आएर चाहिँ हेर्न मात्र आएको छ। तर केही छैन। अब अहिले पछि म सब गर्छु होइन। मलाई यो सिटी स्काइमा सबभन्दा एउटा झ्याउ लाग्ने चाहिँ के भन्दाखेरि होइन, गाडीमै पार्क के अरे बाटोमै पार्क गर्छन् कि यिनीहरूले यार। बाटै पार गरेर हेर न ल। हुँदैन नि यस्तो अलिकति होइन। अनि मैले मेरो सिटीमा चाहिँ त्यही भएर यतातिर पार्किङहरू चाहिँ हालिदिएको छु है, किनकि यहाँभित्र चाहिँ सबैजना हिँडेर मात्र जानुपर्छ। त्यसैले पार्किङ सार्किङको व्यवस्था गरिदिएको छु। गाडी आउने, गाडी पार्क गर्ने अनि हिँडेर जाने। यो पनि पार्किङ नै हो। यहाँ चाहिँ एउटा मैले क्याफे टाइपको पार्क, क्याफे प्लस पार्कको लागि होइन मैले यहाँ यो चाहिँ यो क्याफे हो है गाइस। क्याफे र पार्क दुइटै यसो भ्यू स्यू हेर्दै कफी सफी खाँदै बस्न हुन्छ भनेर यो सुन्टीलाई एकचोटि उ गरौँ न त। भित्रको चाहिँ नदेखाउने रहेछ कि त्यो चाहिँ एउटा जाऊ है।
राइट। अनि त्यसपछि अब अरू मैले यहाँ के राखेको छु भन्दाखेरि बास्केटबल कोर्ट भयो। यो चाहिँ ऊ है एलिमेन्ट्री स्कुलको बास्केटबल कोर्ट हो होइन। पहिला चाहिँ मैले यो मात्र बनाउँथेँ, पछि मैले अपग्रेड गरेर यहाँ पनि थपिदिएँ जहाँ चाहिँ पुरै उस बच्चाहरूको किन्डर गार्डन टाइपको पनि छ पहाडीपट्टि। यहाँ चाहिँ एलिमेन्ट्री स्कुल भयो। यो चाहिँ हाम्रो हाई स्कुल भइसकेको छ होइन। हाई स्कुलमा अहिले फुल छ, 500मा 500जना स्टुडेन्ट छ, पुरा प्याक छ। एडमिसन पुरै क्लोज छ है अहिलेलाई। एलिमेन्ट्री स्कुलमा चाहिँ के छ यहाँ, एलिमेन्ट्री स्कुलमा चाहिँ 400मा 241जना चाहिँ यहाँ गरेर पढिरहेछ। अब पछि फेरि आउँछन् होला होइन। अनि तपाईँको हाम्रो यहाँ गएर मैले एउटा ठुलो पार्किङ सिस्टम यहाँ पनि हालिदिएको छु होइन, पार्किङको लागि। अनि एउटा यहाँ चाहिँ फेरि हाम्रो यो हस्पिटल मेडिकल क्लिनिक हो। मेडिकल क्लिनिकमा पनि 100मा 100जना पेसेन्टसम्म यहाँ जान सक्छ, तर अहिले दुईजना मात्रै छ। बिरामी हुँदैन नि त खासै, मेरो सहरमा बिरामी हुनु त पुरै छ होइन न्यानो। अनि मैले यहाँ चाहिँ एउटा आर्टिफिसियल आइल्यान्ड जस्तो मैले आफैले क्रिएट गरेको छु होइन। यसमा चाहिँ मैले पछि अलिकति यो के अरे टुरिस्ट एट्र्याक्सनहरूको केही एउटा राखौँ भनेर यो अहिलेलाई चाहिँ म यति छोडिदिन्छु। अनि अब म पहिला यो गाडीहरूले बाटोमा रोकेर ल्याङ गरिसक्यो, म यिनीहरूलाई सल्टाउनु पऱ्यो है त। ल गेममा आउँ गाइज। पहिला यसमा गएर पार्किङमा होइन कि यसमा गएर म घाँस यो साइडमा मैले सबै घाँस हाली बनाइदिन्छु क्या, यसरी। कुनैमा चाहिँ दुइटै साइडमा मिल्छ, कुनै मिल्दैन। त किन नमिलेको भन्दा चाहिँ मलाई खासै त्यस्तो राम्रो ज्ञान त भएन, तर जस्ट मिलेन त्यसैले राखेको छैन है। यहाँ पनि मिल्दैन, यहाँ चाहिँ मिल्छ होला भनेको त, यहाँ त दुइटै ठाउँमा नमिल्दो रहेछ। यहाँ चाहिँ मिल्छ, यहाँ मिल्छ, यहाँ फेरि दुइटै ठाउँ मिल्छ, यहाँ मिल्छ, यहाँ मिल्दैन, यहाँ मिल्छ, यहाँ पनि मिल्छ, यहाँ मिल्छ, यहाँ मिल्छ, यहाँ पनि मिल्छ। यहाँ यो सब हटाइदिनु यिनीहरू औडा गर्ने बाटोमा गाडी रोकेर। यिनीहरू पार्किङ लट हुन त बिचरा पार्किङको पैसा धेरै छ क्या हो। म पार्किङको पैसा बरु घटाइदिन्छु अलिकति, तिम्रो बाटोमा नरोक त ल, म पार्किङको पैसा घटाइदिन्छु तिमीहरूको लागि भनेर। ल यहाँ हालिदिन्छु एउटा, ल तिमीहरू मोज गर। अनि म पार्किङको पैसा अलिकति कम गरिदिन्छु। यहाँ कति छ, $10 छ। म $10लाई पार्किङ घटाएर ल $5 हाल्छु, आधी नै घटाइदिन्छु। अब पनि तिम्रो बाटोमा रोक्यो भने चाहिँ गाला फुट्ने गरिहाल्छु। ओके आइ पनि सकेछ है कति छिटो। यहाँको बिल्डिङहरू चाहिँ दामी डिटेलिङ बबाल छ कि त यो गेमको यार। यस्तो हेर्नु ल, यो चाहिँ के हो, यो पेट्रोल पम्प होला यो। पेट्रोल पम्प नै रहेछ यो पनि, पेट्रोल पम्प। पेट्रोल पम्प हुन्छ यस्तै ठाउँमा त चाहियो नि पेट्रोल पम्प होइन, भित्रपट्टि राखेर के काम। अलराइट गाइज यति भयो होइन। अब यहाँ गाडी साडी रोक्न बन्द गर्छौँ, कस्तो देखिँदो रहेछ माथिबाट हेरौँ न अलिकति। यस्तो गरेर ग्रिनले गर्दा ग्रिन ट्याक्क अलिकति भयो राम्रो देखिँदो रहेछ यार। मैले यहाँ चाहिँ एउटा बसको पनि मैले यिनीहरूलाई सिस्टम दिन पाइनँ, किन बस दिन खोज्यो भने होइन, हिँड्दै आउँदै गरेछ कि यिनीहरू सबै यार, हिँडेर आइरहेको छ नि। ल मान्छे हेर न हिँडेर आइरहेको, बस नभएर हो क्या यिनीहरू। त्यसैले एउटा बसको चाहिँ मलाई दिन त मन छ, तर अब सानो छ यो आइल्यान्ड है। बस डिपो, बस स्मल बस स्टप हाल्नै मिल्छ होइन क्या। मैं तो उसके दीवाने बनूंगी, बस स्टप यहाँ हाल्यो होइन, यहाँ त भइहाल्यो नि बस स्टप, यहाँ हाल्यो एउटा चाहिँ यतातिर सुन्यो यहाँ हाल्नु ल। राइट अनि त्यसपछि गएर यहाँबाट गएर जान्छ कि यहाँ यो बाटो यहाँ जोइन हुनुपर्छ यसरी। ओके अनि यहाँ गएर त्यहाँ मान्छे त अब काम गर्नु यहाँ आउँछ नि होइन, यहाँ आउने त्यो सिटीमा जाने हो। त्यसैले मैले यहाँ पहिला यहाँबाट यहाँ त नि हाल्नु होइन, ठिक्क सबै आउने एउटा अनि एउटा यहाँ यति भएपछि पुग्यो भने अनि त्यसपछि गएर यहाँबाट तिनीहरू यहाँबाट निस्केर
यता जान्छ तर यहाँ जाने बाटो छैन यो सिक्किममा बाटो छैन यहाँबाट सिक्किममा बाटो मैले बनातिर फालिदिएको नि ल पहिला यो यहाँको गरौँ अनि त्यसको फेरि पछि गरौँ ल होइन अनि त्यसपछि गरी यो लाइन लिने यहाँबाट गएर यसरी गएर यहाँबाट गएर यसरी गएर अर्को शिक्षामा त जानु त पऱ्यो नि यसरी गएर यस्तरी जानु पऱ्यो क्या यसरी गएर यहाँ गएर यसरी यहाँ फेरि गएर यहाँबाट यसरी जानु पऱ्यो यसरी गएर अनि यसरी गएर यहाँ फेरि फर्किनु पऱ्यो सिटीमा यसरी गएर यसरी यहाँ गएर जानु पऱ्यो होइन अनि फेरि बस स्टपै रेडी भएको छैन फास्ट गरौँ होइन बस स्टप रेडी बनाउनु पर्यो फास्ट के कति बेर लाग्यो बस स्टप रेडी हुनु कि भइसक्यो बस स्टप रेडी त भइसक्यो नि यति सानो बस स्टप छ कति गर्दा रेडी भने बसै नआइरहेको पो रहेछ क्या बस एउटा पठा न यार त्यत्रो बस छ त बसै छैन भने लाग्यो यार हेर्नु बाटो यो छ्या यसको पनि म पख बसको यो बस कसरी पठाउने हो अपग्रेड गरिदिउँ न त अनि त्यसो भए ल 50 वटा बस भयो निस्के म सब ग्रिन गरेर हटाइदिन्छु लाजा ओ यो चाहिँ बिचमा राख्नु पऱ्यो यहाँ बिचमा मिल्छ यहाँ चाहिँ राम्रो हुन्छ नि ब्युटिफिकेसन इज मोस्ट इम्पोर्टेन्ट तो कस्तो गाडी रोक्ने कि यिनीहरूले पार्किङ दिएको छ त मैले यार सरलाई पुरै कुरूप बनाइदिने किनेर पास गरेर यो सब एमालेको फटाहरू एमालेका झोलेहरू पार्किङमा बाटोमा पार्क गराउँदै पैसा लिँदै उठाउँदै गरेछन् तर झोलेहरू मात्रै हो त्यो राम्रो त राम्रो छैछन् फेरि यहाँ फेरि गाली गर्ला न पहिले सेफ्टी इज गाली गरेर तर कसको के खाइरहेन अब उइस सब हटाइदिएर कति राम्रो गर्नु पऱ्यो लास्टै गीत ह्याङ गर्ने किन त ब्याक भन्थ्यो नि त्यो कसले हो संसार तिमीमै हराउन खोज्छु म साथी देउती लास्ट ट्र्याक कति धेरै हो क्या गाडी रोकेर हैरान गर्छ केटाहरूले खा सबले गरिदिनु गर्दै म यस्तो ठाडो तपाईँ यस्तो ठाडो बनाउँदै कि यसरी यहाँबाट देख्दा चाहिँ राम्रो भयो त्यहाँसम्म गरिसकेको छु यहाँबाट अब यता पनि भएन यो यसलाई मौत से नाराज़गी तेरी जानसार है तुझे पे मेरे जानसार है यहाँ बिचमा चाहिँ ठुल्ठुलो बाटोमा चाहिँ
सॉरी यहाँ चाहिँ नगरेछु हौ यहाँ के उ होला नि यो ठुलबाट थोरै होला ठुलबाट यो म फेरि अब जाउला फेरि मैले गर्नु यति भएपछि अब गाडी साइड रोक्दैन होइन सिटी पनि राम्रो देख्दो रहेछ गरौँ है यो गऱ्यो भने चाहिँ के कसो गाइज कमेन्ट समेन्ट हानौँ है अनि यहाँ लास्ट यस्तो गरिदिनु दुखिरहेको हुन्छ यार बनाउँदा बनाउँदा सब्सक्राइब गरिदिउँ न सब्सक्राइब प्लिज अब राम्रो देखियो बल्ल क्या तर यार यो विन्टरमा सही देख्दो रहेछ यहाँ के हो मान्छे वेटिङ फर हियर्स रे मान्छे मरे गर्दो रहेछ त यार यहाँ त एउटा ऊ पनि त हालिदिनु पऱ्यो नि त्यसमा मान्छे त मरेको मरे हामी चाहिँ हेरेको रोड चाहिन्छ कि यहाँबाट हालेर अनि ला बाटो चाहियो भनेपछि बाटोमा दिइदिन्छु नि पकाइ त बाटो तेरै मान्छे कुरेको रे गाइस यो त यहाँबाट ट्रेनै हालिदिनु पर्ने रहेछ क्या अब मैले यार पार्टसार हटाएर गाडी चाहिँ किन आएको मैले त्यो कुरो बुझिनँ क्या स्टेसन बुझेँ अनि गाडी जाने ठाउँै छैन अनि हो नि त होइन गाडी जाने ठाउँ छैन अनि कुरो त्यस्तो पो रहेछ क्या भनेपछि अब मैले के गर्नु पर्यो भन्दाखेरि मैले यो पोइन्टलाई ब्रेक गर्नु मिल्छ होइन तर ब्रेक गरेर के गर्ने त्यो मैले के आवाज केही सोच्दै त्यसै ब्रेक गरिदिएँ मैले 4 लेन रोड कहाँ गयो यार त्यसै ब्रेक हानिदिने अब तर के सोच अनि ब्रेक हान्नु हाने पनि क्या गर्दैन यार यो बाटोलाई यहाँ जोडिदिनु हुन्छ ट्राई लेट मी ट्राई एउटा मात्र लेनको यस्तरी लगेर यसमा चाहिँ दुईटा खालको हाल्नुपर्छ यस्तो लग्ने यस्तरी लगेर यतातिर लगेर यहाँ गऱ्यो भने जान्छ कि गाडी पहिला जान्दिउँ न एउटा जा ओए बस एउटा बस पुऱ्याइदेऊ न हो पुऱ्याइदेऊ त त्यहाँ के आएको 189 प्यासेन्जर्स लिएर हिँड्छ यसले जस गुड तर धेरै कम युज गरिरहेछ है मान्छेले ल यहाँ फेरि यहाँ अझै बाँकी रहेछ यार यहाँ चाहिँ बिर्सिरहेको रहेछ बनाउनु त्यो गाडी त देख्ने बित्तिकै उ गरिहाल्ने ल मैले कहाँ दिन्छु अलराइट यहाँ गाडी आइपुगेछ सही हो पक्कै मलाई हेर्न दे एकछिन पक
है गाडी रोकेन त यार किन गाडी किन रोकेको कुरेर बसिरहेछन् त तिनीहरू चारवटा बसाइ अघिसम्म एउटा आएन भने तनाव भइरहेको थियो चारवटा बस आइसकेछ अनि सँगसँगै कुदेको थियो त के हो त्यो जोडियो क्या बस पनि 5वटा र अब चाहिँ यहाँ गाडी आइसकेको छ गाडीमा चढ्ने पहाडी पनि बस्छ त है यस्तो घचाघच गर्दै जानु पर्दैन होला नि 80/80 एउटा फुल भइसकेको छ अब अर्को 80/80 दुईटा फुल छिट जाना यो 50 यो 0 छ अहिलेसम्म 69 यो नि फुल हुने क्रममै छ 70 यसलाई दुईटा बस्दा फुल गयो दामी भयो तर जस यो पनि फुल हो 73 जना लिएर जाँदैछ यो दुईटा ल सिधै यहाँ त ठोकिदिने कार्यक्रम पो भइरहेछ यो के भयो फेरि ड्राफ्ट प्रिन्सहरू भयो भने यति भएपछि मेरो जनताहरू पनि खुस भयो अब हिँडेर आइराख्न पऱ्यो यिनीहरूलाई यहाँसम्म होइन नभए त यो बाटो त कहाँ गयो त्यो बाटो यो बाटोमा मान्छे कति थियो अझै पनि हिँडिरहेछन् यहाँ यिनीहरू चाहिँ भुक्काहरू हो कि के हो यहाँ मैले अब एउटा सानो चाहिँ काम के गर्नुपर्ने छ भन्दाखेरि किन यति धेरै मान्छे हिँडिरहेछन् यहाँ बाटो हाइवेको बाटोमा को यसरी हिँड्छ भने अनि त्यो पनि फेरि कम बाटो छ यो यत्रो बाटो यार यहाँबाट यस्तो गएर हिँडेर के गर्न खोजे यिनीहरूले सपनों के दिन आते हैं भन्ने जस्तो भयो क्या मैले यो यहाँबाट यो सिटी जाने बाटो चाहिँ अलिकति उ भएको छ होइन त्यसो म यो पनि हल्का बनाइदिनु कि भनेर यसमा पनि 1 वेमै हालिदिन्छु 2 वे चाहिँदैन तर 2 वे चाहिन्छ नि यो त सिधै उता जाने बाटो मात्र हो नि त 2 वे नै हालिदिनु त 4 लेनकै रोड हालिदिउँ होइन सरी यहाँ हालिदिउँ अलिकति हेरेर मजाले मिलाएर हाल्नु पर्यो क्या यसरी हालिदियो भने भयो भने अब चाहिँ Alright guys, आजको लागि यति नै गरौँ
फेरि अब हामी अर्को एपिसोडमा फेरि मैले चाहिँ अब नेक्स्ट एपिसोडमा चाहिँ होइन यो के भन्छ यसलाई यार यो चाहिँ अब यो इन्डस्ट्रीहरू नेचुरल रिसोर्सेसहरू के अरे फार्मिङ सार्मिङ अनि यहाँ हाम्रो छ नि यो ओइल ड्रिलिङ पनि टन नै रहेछ क्या मैले हिजो यसो हेरेको यहाँ यो पुरै ओइल हो क्या यो युनहरू भयो यो भयो ओइलको खानी भयो यो चाहिँ के हो यो ओर माइनिङ ओर भनेको के हो आई डोन्ट नो ओर भनेको के हो कोल माइनिङ पनि छ होइन कोल माइनिङ चाहिँ यिनीहरू नै रहेछ कोल अनि यो ढुङ्गा माइनिङ चाहिँ छैन रहेछ कपासहरू त यो सेम नै हो यो कपास भेजिटेबल ग्रेन लाइफ स्टक चाहिँ जहाँ हाले नि हुन्छ होइन ग्रेनहरू कपासहरू चाहिँ यो टन्नै छ खानीहरू होइन त्यति धेरै पनि छैन तर यहाँ म भोलिबाट चाहिँ फेरि अब नेक्स्ट एपिसोडबाट चाहिँ मैले त्यो गरौँ कि भनेर सोचिरहेको छु अनि अब यहाँ अलिअलि प्रब्लमहरू त आइरहेछ यो पनि फिक्स चाहिँ गर्नुपर्छ होइन बिस्तारै अपरेटिङ सिस्टम कलेक्टिङ 14 कलेक्ट यो पोस्ट अफिस हो भनेपछि पोस्ट अफिसको गार्बेज पोस्ट अफिस पो रहेछ होस् मैले त गार्बेजको के ऊ हो कि भन्नु थालेँ अनि अब हामीले कार्गो पनि बिस्तारै चलाउन थाल्नुपर्ने हो यहाँ यत्रो लाइनहरू छ ट्रेनको पनि बिस्तारै सबवे मेरो सबवे छ कि छैन यार सबवे चाहिँ अझै भएको छैन ट्राम नेक्स्ट ट्राम चाहिँ त्यो सबवे आउँदो रहेछ होइन ल गाइज अलराइट कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा गरिदिनुहोस् अनि प्लिज लाइक सब्सक्राइब ठोकौँ गाइज लाइक र सब्सक्राइब लाइक होइन लाइक र सब्सक्राइब चाहिँ ठोकौँ अनि कमेन्टमा पनि ठोकौँ ए सरी ल मैले मेरो एउटा के अरे कमेन्ट आएको थियो होइन माई सिटी प्लिज भनेर म त्यो ब्रोको नामको एउटा ऊ चाहिँ गरिदिन्छु सिटी नै चाहिँ होइन कि सिटी पछि गर्छु यहाँ म त्यो ब्रोको नामको के हालिदिउँ त ल भनौँ त ल ल ल ल ल ल ल एकीको नाम एकी भन्दा चाहिँ ट्रेन स्टेसनको नाम ल हस्पिटलको नाम त्यो ब्रोको नामबाट म त्यो हस्पिटलको नाम चाहिँ त्यो ब्रोको नामबाट हालिदिन्छु है त मेडिकल क्लिनिकलाई त्यो ब्रोको नाम चाहिँ अरुण सुवेदी रहेछ होइन तर म सुवेदी मेडिकल क्लिनिक भनेर हालिदिन्छु है त सुवेदी मेडिकल क्लिनिक ओके अलराइट गाइज सुवेदी मेडिकल क्लिनिक यसलाई चाहिँ तर त्यो ब्रोलाई मैले कसरी पठाइदिनु मिल्छ र अन्त ब्रोले हेरिहाल्छ नि होइन लिएर फेरि यहाँ पनि अब जहाँ मैले त यिनीहरूलाई त एकछिन बाटो बनाए नयाँ बाटो बनायो कि मैले त सिधै रोक्नु थाल्दो रहेछ यार ए पागा यार थोमेर नत्ते ल अलराइट गाइज आजको लागि यति नै बाई बाई सी यू नेक्स्ट एपिसोड फेरि भेटौँला गाइज बाई बाई